यो हो नेपालको ताजमहल यानी रानी महल। यो केवल एउटा महल मात्रै होइन, यो एउटा सच्चा प्रेमको प्रतीक हो, किनकि यो महलको पछाडि एउटा अथाह प्रेमको कहानी लुकेको छ। आफ्नो प्यारो मान्छे गुमाएको वियोगमा तडपिँदै लगभग 4 वर्ष लगाएर यो महल खडा गरिएको थियो। त्यो प्रेम कहानी कसको हो भन्ने लाग्न सक्छ तपाईलाई। त्यो अथाह प्रेमको कहानी हो जनरल खड्ग शमशेर र रानी तेजकुमारी देवीको। खड्ग शमशेर पाल्पा गएर बसेपछि उनले त्यहाँ कान्छी रानी तेजकुमारीसँग बिहे गरेका थिए। उनले तेजकुमारीलाई कति माया गर्थे भन्ने कुरा यहीँबाट थाहा हुन्छ। खड्ग शमशेरले त्यहाँको जंगलको नाम पनि तेजकुमारीकै नाममा रानीवन बनाइदिए। नदीको किनारलाई रानीघाटको नाम दिए। तर भन्ने गरिन्छ नि, सच्चा प्रेमको खुसी दैवले पनि देखि सहँदैन। खड्ग शमशेर र तेजकुमारीको प्रेममा पनि ठ्याक्कै त्यस्तै भयो। एक दिन अचानक तेजकुमारीले यही नदी किनारमा अन्तिम सास फेर्दै दुनियाबाटै बिदा भइन्। खड्ग शमशेरको संसारमाथि आकाश खसे जस्तो भयो अनि आफैलाई सम्हाल्न नसक्ने अवस्थामा पुगे। र त्यही शोकाकुल अवस्थामा खड्ग शमशेरले आफैसँग बाचा गर्दै बारम्बार भने, म उनको नाउँमा रानी महल बनाउनेछु। त्यसपछि उनले बेलायती इन्जिनियरलाई बोलाएर त्यही रानीघाटमा एउटा महल बनाउन सुरु गरे। त्यसको करिब 4 वर्षसम्म दिन रात खटेर रानीको नाउँमा यो महल खडा गरे अनि उनले तेजकुमारीलाई सम्झिँदै यसको नाम राखे रानी महल। यो महलमा खड्ग शमशेरको नाउँ लेखिएका इँटाहरू प्रयोग भएका छन्। यो 4 तले महल बनाउन त्यो समयमै 35 करोड खर्च गरिएको थियो। कहिलेकाहीँ प्रेम शब्दले होइन, इँटाले लेखिन्छ र रानी महल बन्छ अनि सदियौं टिकिरहन्छ। यसलाई नेपालको ताजमहल भन्ने गरिन्छ, किनकि इन्डियाको ताजमहल पनि मुगल सम्राट शाहजहाँले आफ्नै रानी मुमताजको लागि बनाएका थिए। त्यसैगरी खड्ग शमशेरले पनि आफ्नै रानीको लागि रानी महल बनाएका थिए। ताजमहल र रानी महलमा धेरै कुराहरू फरक पर्न सक्छन्, तर एउटै सिमिलारिटी काफी छ। यी दुईटै प्रेमको प्रतीक हुन्। यी दुईटै महलको बोल्न सक्ने आवाज छैन, तर महल भित्रका भित्ताहरूले भन्न खोजिरहन्छन्, मान्छे मरे पनि सच्चा प्रेम कहिल्यै मर्दैन। दुईजनाको बीचमा मृत्यु नै आए पनि माया जिउँदै रहन्छ, यदि प्रेम साँचो छ भने। एक अर्कामा माया कतिसम्म हुनुपर्छ भनेर बुझाउनको लागि तपाईको प्रेमी वा प्रेमिकालाई यो भिडियो पठाउन सक्नुहुन्छ।